नमस्कार, म हुँ यहाँहरूकै प्यारो मित्र मणिधान राई। उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यहाँहरूलाई मैले विभिन्न प्रेरणादायक सन्देशहरू, केही कुराहरू यहाँहरूलाई लिएर आउने गरेको छु र अझ पनि प्रेरणादायी नै रहेको छ र एउटा विशेष जानकारी लिएर पनि उपस्थित भएको छु। प्रेरणादायी जानकारी के रहेको छ भन्दाखेरि नेपालमा अहिले एकदमै राजनीतिक कुराहरू पनि थोरै बहुत लिनुपर्ने हुन्छ र त्यो राजनीतिबाट पनि केही कुराहरू हामीले सिक्नुपर्ने हुन्छ। त्यही भएको कारणले यहाँहरूलाई मैले आज विशेष गरी हाम्रो श्रम संस्कृति महाअभियानबाट सुरु भएको एउटा पार्टी श्रम संस्कृति पार्टी छ। यो पार्टीमा जम्मा 7 जना सांसदहरू हुनुहुन्छ र प्रत्यक्षमा 3 जना हुनुहुन्छ भने अनि त्यसपछि तपाईँको जुन चाहिँ समानुपातिकबाट चाहिँ 4 जना हुनुहुन्छ। यी पार्टीलाई आज रासपाले पनि साथ दिएको छ। यहाँहरूले एकदमै बुझ्न सक्नुहुन्छ 25-26 वर्षका एउटा जुन चाहिँ श्रम संस्कृतिले विश्वास गरेर रुबी ठाकुरज्यूलाई चाहिँ समानुपातिक दिनुभएको थियो र त्यसमा चाहिँ उहाँले आज आएर एउटा नीति निर्माण गर्ने ठाउँमा आउनुभएको छ। यहाँहरूले पक्कै पनि विभिन्न सामाजिक सञ्जालमा हेरिसक्नु भएको छ। यी कुरा भनेको एकदमै संसारकै सबैभन्दा सानो उपसभामुख भनेर पनि चिनिरहेको छ अहिले मिडियामा र यो वास्तविक पनि हो र हामीले अहिलेसम्म हेर्दाखेरि यतिका सानो एजमा चाहिँ हैन जो कोही पनि कुनै देशमा पनि भएको भन्ने एउटा सूचना आएको छैन। त्यही भएको कारणले एकदमै श्रम संस्कृति महाअभियानले चाहिँ एकदमै ठुलो र राम्रो काम गरेको छ देशका लागि र देश विकासको लागि र राष्ट्रपतिले पनि एकदमै राम्रो कामहरू गरेको यो देख्न सकिन्छ र साथ दिएको देख्न सकिन्छ। जुन भिजन छ, जुन एउटा जोस छ, एउटा जुन चाहिँ गर्ने एउटा तरिका छ त्यो भनेको एकदमै राम्रो छ श्रम संस्कृति महाअभियानको जुन अध्यक्षज्यूको। त्यही सम्पूर्णले यस्तै प्रेरणादायकबाट हामीले सिक्न सकिन्छ। एउटा गरिब फ्यामिलीबाट पनि आएर आज सभामुख जस्तो उपसभामुख जस्तो पदमा चाहिँ गरिमा पदमा चाहिँ यसरी खान सकिन्छ भन्ने कुरा चाहिँ मान्छेले एकदमै अपतरीय कुरा रहेको छ र यस्तो अपतरीय कुरा नै हुन्छ। हामीले निरन्तर प्रयास र कोसिस गर्दै गयो भने हरेक चिजमा सफलता मिल्छ र दाउरा बेच्नेको छोरा अब्राहम लिङ्कन पनि आज राष्ट्रपति बन्न सक्छ भने जस्तै नै आज हाम्रो नेपालमा पनि रुबी ठाकुर जस्तो व्यक्ति पनि आज उपसभामुख बन्न सक्छ र आफ्नो नियत सफा भएर आफ्नो भिजन क्लियर गरेर आफ्नो जे हो त्यो देखाएर र वास्तवमा जे गर्न सक्छ त्यो बोलेर अगाडि बढ्न सकिन्छ भने हर कोही जीवनमा सफल बन्न सकिन्छ भन्ने एउटा उदाहरण रहेको छ। यहाँहरूको पनि जीवन सुखमय बितोस् र यस्तै भिडियो प्रेरणादायक सन्देशहरू विभिन्न कुराहरू कुनै पनि विषयको कुराहरू यहाँहरूलाई जानकारी पाउनु छ भने यहाँहरूले कमेन्ट बक्समा कमेन्ट गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासको साथ अहिलेलाई म बिदा हुन्छु। धन्यवाद।